म गुरुदत्त सुवेदी उपसचिव युवा श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगारीमा जाँदाखेरि सबै व्यक्तिहरूले चाहिँ अनिवार्य रूपमा चाहिँ श्रम स्वीकृति लिएर जानुपर्ने प्रावधान रहेको छ र यो श्रम स्वीकृति विशेष गरेर 3 प्रकारको हुन्छ। एउटा संस्थागत श्रम स्वीकृति र जुन चाहिँ पहिलोचोटि वैदेशिक रोजगारीमा जानको लागि हाम्रो चाहिँ इजाजत पत्र संस्था भन्छौँ र चलन चल्तीको उसमा चाहिँ मेन पावर संस्थाहरू हुन्छ, उहाँले डिमान्ड प्रमाणित गरेर लिएर आउनुहुन्छ र त्यसको सम्पूर्ण प्रोसेसहरू पनि पहिलो पटक जाँदाखेरि उहाँहरूले नै गरिदिनुहुन्छ। त्यसलाई चाहिँ हामी संस्थागत श्रम स्वीकृति भन्ने गरेको छ, यो फेमिस सिस्टमबाट त्यो हुन्छ। अर्को व्यक्तिगत श्रम स्वीकृति जुन आफ्नै पहलमा र आफ्ना चाहिँ ब्लड रिलेसनभित्रका नातागोताका व्यक्तिहरू उहाँ हुनुहुन्छ, उहाँहरूले चाहिँ भिसा पठाउनुहुन्छ र त्यसको आधारमा दिनलाई चाहिँ र आफ्नो चाहिँ अन्तर्वार्ताहरू दिएर इक्जामहरू दिएर छानिएको हुन्छ। त्यो प्रक्रियाबाट जानेलाई व्यक्तिगत श्रम स्वीकृति त्यो पनि नयाँको रूपमा जान्छ, त्यो रूपमा रहेको छ। र त्यसपछि अर्को हामीसँग छ पुनः श्रम स्वीकृति। एकचोटि चाहिँ सम्बन्धित कम्पनीमा जानुभयो, सम्बन्धित देशमा जानुभयो, आफ्नो टर्म पुरा गरेर फर्किनुभयो, अनि त्यसपछि फेरि त्यही जानुभयो भने त्यसलाई पुनः श्रम स्वीकृति भनेर दिने गरिएको छ। अहिले पछिल्लो हकमा हामी नेपाल सरकारले के पनि व्यवस्था गरेको छ भने विभिन्न इरेगुलर माध्यमबाट वैदेशिक रोजगारीमा जाने र त्यहाँ गइसकेपछि जस्तो पढ्न गए पनि घुम्न गए पनि त्यहाँ गएर कानुनी रूपमा त्यहाँ कम्पनीमा काम गरेर राम्रै कन्ट्याक्ट भएर गरेको छ भने त्यसलाई चाहिँ वैधानिकरण लिगलाइजेसन भनेर 2024 को अक्टोबर मसान्तसम्ममा जो पनि त्योभन्दा अगाडि वैदेशिक रोजगारीमा गएको छ र त्यहाँ राम्रोसँग लिगल्ली काम गरेको छ भने त्यसलाई पनि श्रम स्वीकृति दिने गरेर त्यो मेकानिजमको हामीले व्यवस्था गरेका छौँ। संस्थागत श्रम स्वीकृति लिनको लागि पहिला इजाजत पत्र संस्थाले चाहिँ डिमान्डहरू ल्याउँछ, प्रमाणित गरेर इन्टरभ्यू लिएर छानिसकेपछि यहाँले के गर्नुपर्छ भने पहिला त्यहाँ त छनौट हुनु पर्यो। छनौट गरिसकेपछि कम्तीमा यहाँको चाहिँ 6 महिना म्याद भएको भ्यालिड पासपोर्ट हुनु पर्यो। त्यसपछि चाहिँ त्यो कम्पनी र यो छनौट भएको व्यक्ति यहाँहरूको बिचमा भएको चाहिँ करारनामा हुनु पर्यो। त्यो करारनामामा कति तलब, आवासको सुविधा, एकोमोडेसन के छ सबै कुराहरू चाहिँ त्यसमा चाहिँ उल्लेख भएको हुन्छ र अनि भ्यालिड भिसा हुनु पर्यो। र त्यसपछि हाम्रो के व्यवस्था गरेको छ भने मेडिकल पास गरेको हुनु पर्यो, पुलिस रिपोर्ट हुनु पर्यो र हाम्रो पूर्व प्रस्थान अभिमुखीको ताम पिडिओटी भन्छौँ त्यो चाहिँ अनिवार्य लिएको हुनुपर्छ। र त्यसपछि चाहिँ हामीसँग बिमा गरेको हुनुपर्छ र कल्याणकारी कोषमा चाहिँ रकम कसरी जम्मा गर्नुपर्छ भने यदि यहाँको चाहिँ कन्ट्याक्ट पिरियड चाहिँ 3 वर्षसम्मको छ भने 1500 रुपियाँ र 3 वर्षभन्दा बढीको छ भने 2500 रुपियाँ तिर्नुपर्छ। त्यसरी त्यसमा चाहिँ आबद्ध भएको हुनुपर्छ। र त्यसपछि हाम्रो चाहिँ सामाजिक सुरक्षा कोषमा पनि अनिवार्य रूपमा 1 महिनाको गर्नुपर्छ र अहिले चाहिँ 2596 रुपियाँ लाग्छ। यति गरिसकेपछि बल्ल चाहिँ यहाँले श्रम स्वीकृतिको लागि अनलाइन प्रणाली मार्फतै एप्लाई गर्न सकिन्छ र सोही दिन बढीमा ढिलोमा सोही दिन सबै कागजात भएकोमा श्रम स्वीकृति निस्किन्छ। त्यो श्रम स्वीकृति फेरि पुरै पहिला जस्तो पेपरमा होइन, यहाँकै मोबाइलमा आउँछ, यहाँकै मेलमा आउँछ र चाहिँ यहाँले पासपोर्ट हानेर हाम्रो डोफेको विभागको चाहिँ वेबसाइटमा गएर चाहिँ श्रम स्वीकृतिको खोजी भन्ने ठाउँमा चाहिँ गएर पासपोर्ट हान्नुभयो भने जुनसुकै मान्छेले नै ओपन सोर्सको रूपमा चाहिँ श्रम स्वीकृतिको निस्सा हेर्न सकिन्छ। त्यस कारणले यसले गर्दाखेरि हामीलाई विदेशमा उद्धार गर्नलाई, ट्र्याकिङ गर्नलाई, त्यहाँ राहत उद्धारका कुराहरू गर्नलाई पनि सहयोग हुन्छ। धन्यवाद।